आज त हाम्रो कुन डे हो 4th 5th डे हैन टुरको अब 5th डे ल 5th डे आज चाहिँ हाम्रो र्याफ्टिङ छ ट्याक्क लाएर हेलो गाइस हेलो हामी 4 जना चाहिँ एउटै बोटमा जाँदैछौँ अब चाहिँ ट्याक्क सुटेड बुटेड भएर लाइफ ज्याकेट लाएर अब चाहिँ के हुन्छ पछि थाहा हुँदै गर्छ तर रमाइलो छ त्यही भएर टियुटीमा फरेस्ट्री पढ्न चाहिँ आउनु होला है रमाइलो हुन्छ यहाँ र्याफ्टिङ गर्न पनि पाइन्छ अरू के गर्नु पाइन्छ साथी भन्दै त आफै भात पकाउनु पाइन्छ खेल्न पाइन्छ देश विदेश घुम्न पाइन्छ पोल्यान्ड चेक रिपब्लिक घुम्न पाइन्छ अझ दुईचोटि होइन यहाँ चाहिँ हाम्रो सब ग्याङ छ अनि टुर पनि सब स्पोन्सर हुन्छ केही चिन्ता लिनु पर्दैन उल्टै पैसा पाइन्छ है या वी फोर आर इन द सेम ग्रुप One video. Say cheers. Myanmar. ल गाइज हामी चाहिँ र्याफ्टिङमा छौँ है 4 जना अलि पेलो प्रकाश घुमाउ अलि मजाले अलि अझ पुग्छ भन्ने त प्रकाशको हातमा समातेर बसेछु दाइ पेल्नु दिनु दाइ दिनु दाइ ओ गुड अब चाहिँ ऊ पछाडि नि गाइजहरू आइरह नि हामी चाहिँ हेर्छौँ ल दाइ के भन्न चाहनुहुन्छ कस्तो लागिरह अनुभव कस्तो भयो अब त हामी प्रो भइसक्यो यु क्यान डु इट यस ओके अब दाइ दिनु हेलो गाइज मजा छ मजा हो प्रकाश यताबाट हान अब हान्ने भएन छोड्यो तिनीहरू नै अगाडि गइसके हामी धेरै थाकियो उल्टो परेर खिचिरहेको छु सेल्फी क्यामेराबाट र हाम्रो पछाडि चाहिँ छन् अझ पनि आज यो हामीलाई रमाइलो भइरहेछ हाम्रो साथीहरू यता छन् हेलो प्रकाश हेलो दाइ हाम्रो दाइ चाहिँ बड्डा कडा हाम्रो गाइड हुनुहुन्छ यहाँ ट्याक्क लाएर कस्तो अनुभव भइरहेछ त रमाइलो भइरहेछ हामी चाहिँ यो ब्रिजमा आइपुग्यौँ हामी आधी बाटो आइसक्यौँ हाराहारी अब आधी बाटो जान छ हामी हजुरलाई केही भन्नु छ यस्तै छ जिन्दगी आज हाम्रो टुरमा एक्सपिरियन्स धेरै थरीको लिँदैछौँ आज चाहिँ हामीले र्याफ्टिङको एक्सपिरियन्स लिँदैछौँ अहिलेसम्म हामी हाम्रो टुरमा चाहिँ साइकल चलाउने एक्सपिरियन्स लिँदै थियौँ भने आज हाम्रो र्याफ्टिङको एक्सपिरियन्स हुँदैछ उता हुनुहुन्छ हाम्रो साथीहरू बिस्तारै आउँदै हुनुहुन्छ यता विकल चाहिँ बालेन चस्मा लाएर अर्डर दिँदैछ माझी दाइले यस्तो छ हाम्रो आज चाहिँ हामी टुरको लास्ट दिनमा साइकल यस्तो जङ्गलभित्र छिराएर हिँड्ने ठाउँ नभएर जनताहरू खुट्टाले हिँड्नु पर्छ पुरै रुख उता ट्रेन यता यो यता साइकल यता ब्याग हालेर मस्त चिल अब फेरि यति लिएर आएर फेरि फर्किनु यहाँ एउटा टाम्नु छ हाम्रो in the middle of nowhere. हेर्न सक्नुहुन्छ अगाडि पनि ग्याङ छ मेरो पछाडि पनि
ग्याङ छ डरै हाम्रो साइकल टुर बाटो चाहिँ गाह्रै छ मेरो झोला पनि मैले बसिरहेको छ त्यही भएर एक हातले ह्यान्डल एक हातले मोबाइल एक हातले झोला हाम्रो hello guys. How are you feeling? I'm tired. Yeah, due to this road, yeah? This is really shit. Oh, the blacktop road came just now. I think they listen what we just complained about. Guys, I'm finally pitch bottom आइसकेको छौं. La 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 la. 1,000 hectares. Federal forest, 17,000 hectares. This is a military training area, a big federal forest. And community and church forest, 10,000 hectares. Some information about our forestry office. The forestry office of the county administration. Our main tasks are monitoring of forest law. सबै सकियो लास्टमा अब एक घर जाने This is where our excursion comes to a final part. So now we are riding back to Gorlitz. So here is Mr. Wonderful. He want to come on camera. That's why he's going. You come here. I will invite them now. Like this, bro. Hey guys. What's up, guys? There is Miss Steve Fernandez, the last one, and the first one is Yasmin. And there are a lot of people in the front also, and in the back also. How was I? ट्रेन चढ्ने आफू जाने ऊ चाहिँ आउँछ साइकल चाहिँ आउँछ हाम्रो चाहिँ एक हप्ता साइकल टुरको चाहिँ अन्त्य भयो हैन यस्तो गर्छन् यता जर्मनीको प्रोफेसरहरुले जता बाटो भेट्यो त्यतै डुडुङ हान्दिएर यस्तो गर्ने बफे बनाउने रे खाने रे आज चाहिँ हामीले बनाएको साथीहरु छन् सबै ट्रेन आधी घण्टा ढिलो भएको थियो त्यसरी ट्याक्क बर्गर सर्गर माछा सासै लिएर आफैले बर्गर बनाएर रक्सी कोक सबैसँग खाएर सबै म पनि